अहिले पनि सुनाउनुहोस् त म सुनिहाल्छु गीत अहिले नै सुनाउँछु है त त्यसपछि तपाईले पक्कै चिन्नुहुन्छ लाग्नै छाड्यो बाडुल्की पनि पाउँदैनौ र समय सम्झनी झालीको आउँदैन र हो सना मेरो माया लाउँदैन र तिमीलाई मेरो माया लाउँदैन र बाडुल्की पनि पाउँदैनौ र समय सम्झनी झालीको आउँदैन र हो सना मेरो माया लाउँदैन र तिमीलाई मेरो माया लाउँदैन र हजुर चिन्नुभयो गीत चाहिँ राम्रो गाउनुभयो होइन हजुर गीत पनि मन पर्यो मलाई मान्छे चिन्न गाह्रो भयो कि मलाई समस्या मेरो बानी चाहिँ यही खराब छ मान्छे चिन्न अलिक गाह्रै हुन्छ कि त्यही त बिर्सिनु भएछ के सम्झिनु त सम्झिने एकचोटि यस्तो मिठो गीत गाउने धुरीले गाउनुहुन्छ मलाई धेरैजनाले गीत गाएर सुनाउँदा हुन्छ म कन्फ्युज भयो कि सरी त्यही त पहिला त निकै हजुरको गीत सुन्न मन लाग्छ गाउनु भन्दै सुन्दै गर्नुहुन्थ्यो त त्यस्तो त भनिनँ होला सायद हो कि भन्नुभएको तपाईँ घर चाहिँ कहाँ पहिला भन्नुहोस् न मलाई त्यति भन्नुहोस् त घर त मेरो गुरुबाकोट हो कि गुरुबाकोट सुर्खेत घर माइक दुई हो तपाईँ कहाँ माइत हुनु मेरो विवाह पनि भएको छैन तपाईँ बिहा नगरेको भए त गाह्रो भएछ मलाई हो त्यसो भए अर्को गीत गाएर सुनाउँछ अनि चिन्नुहुन्छ होला बरु मलाई चार हातको रासिदेऊ अनि भन भुलेर बसिदेऊ सम्झिरहने बाटो रहिरह्यो तिमीले दिएको बिछोडको घाउ निको भयो सानबाबु तर अझै खाटो रहिरह्यो तिमीले दिएको चोट र घाउ त निको भयो सानबाबु तर अझै खाटो रहिरह्यो तपाईँले मलाई पहिला गीत सुनाउनु भएको थियो कि सुनाएको धेरै सुन्नुभएको थियो त हजुरले गीत त अनि भेटेरै कुरा गरौँला भन्नुहुन्थ्यो भन्नुभएको कि बिर्सिनु भयो त्यति पारो पनि नझोक्याउनुहोस् मलाई ठिक छ तपाईँले चिन्नु भएको रहेछ अब मैले पनि चिनेलाई चिन्नलाई तर म कन्फ्युज भएँ है हुन्छ अब अहिले अब बिर्सिया जस्तो गर्नुभयो कि अब फेरि कुरा गर्दै रहौँला है त मलाई कन्फ्युजनमा नपर्नु सक्छ सबै भन्नुहोस् म त होइन म बोलिउँला मैले बिर्सिउँला होइन तर तपाईँ के भन्नुभयो अरे नाम के भन्नुभयो अरे कविता परियार कविता परियार एकजना कविता परियार जे चाहिँ हुनुहुन्थ्यो उहाँले त्यो पनि गीत त गाउनुहुन्थ्यो हजुर तर सुर्खेत भन्नुभयो तपाईँले फेरि भन्नु त एकजना भोइस चाहिँ त्यस्तो लागेन मलाई फेरि त्यस्तो कविता परियार जीको चाहिँ मसँग नम्बरै सेभ छ होला सबले हेरिहाल्यो अनि कविता नाम गरेको मान्छे त धेरै हुनुहुन्छ होला नि त कविता परियार 1919 एनसेलको छ
उहाँ पनि फेरि गायिका नि अब तपाईँ पर्नुभयो कि उहाँ पर्नुभयो थाहा भएन। उहाँको नम्बर चाहिँ मसँग थियो है, धेरै अगाडि चाहिँ कुरा भएको थियो। हजुर म तपाईँसँग बोलेको छु कि छैन मलाई यति भन्नुहोस् तपाईँलाई। बोल्नु भएको छ, मेरो गीतहरू पनि सुन्नु भएको छ। कहिले बोलेको थियो मलाई भन्नुहोस् त तपाईँसँग, कति समय अगाडि?